क्रोममा थिच्ने यो जुन राउटर कनेक्ट भएको छ नि त्यो मोबाइल चाहिन्छ। अनि त्यसमा 192 थोप्ला 168 थोप्ला 10 थोप्ला 1 त्यो आफै आउनेहरु चाहिँ नगर्ने, जुन आफैले सिधै टाइप गर्नुपर्छ। अनि त्यसपछि यस्तो खोल्ने, यो गरेपछि माथि एडमिन नै आउँछ, मुनि पनि ADMIN सेमै हान्ने, माथि जे छ त्यही एडमिन हानेपछि यस्तो खुल्छ पेज। अनि त्यसपछि जाने यहाँ वायरलेसमा क्लिक गरेपछि यस्तो पेज खुल्छ। पासवर्ड यही हो, यसमा देखिएको हैन हैन, यसमा के राख्ने त्यसलाई मेट्ने अनि अर्को राख्ने 1 2 3 4 5 6 7 8 यस्तो राखिनुहुन्छ, तर मिस्टेक हुनु भएन। यस्तो राख्ने अनि त्यसपछि यहाँ एप्लाईमा थिच्ने। एप्लाईमा थिचेपछि सबै मोबाइलहरु डिस्कनेक्ट हुन्छ। अब पासवर्ड पहिलाको त देखिएन, अब यसमा अर्को आफूले हालेको त थाहा छ नि त। अनि त्यसपछि तल तान्ने